Third ball by the government of the world.
11, 17. Number 17. Santos said, please, Mary Samuela, came Mary Samuela. 18-12. Service Santos Pocuelco. Philip Magundano. Paul Archer. 21-14. रेफ्रीले सिटी बल बनाएको छ रेफ्रीको सिटीको पालना गरौँ खिलाडी भाइहरु easy take it easy Santos Pocuel please take it easy please umpire we still on service fall भएको छ 22-14. Let's be guys. Suro Bais. Set Bais. Game nikai नै राम्रो भएको छ 18-22. 7 नंबर के राम्रो खेल 19-22. SB guys को राम्रो point आइरहेको छ 20-22. Rambo spike. Jersey number 7 bana.
खेल निकै नै अघि आएको छ। एक्काइस 22 बराबरीमा खेल सकेको छ। गाइस तपाईहरु नआत्तिनु होला प्लिज। अम्पायरको पनि प्लिज सुनिदिनु होला। अम्पायर 21 इक्वल राम्रो खेल भएको छ। 23 इक्वल सन्तोष सर निकै नै हाँस्नु भएको छ। मसक्क नस्किनु भएको छ। Set point 23. Great. 24 equal. 24 equal. Set point. बराबर निकै नै राम्रो खेल भएको छ। सन्तोष सर प्लस सेट point 25 निकै नै राम्रो खेल भएको छ। मत खेल भएको छ। बराबरीमा छ खेल। निकै नै राम्रो खेल भएको छ। रोमाञ्चक खेल भएको छ। एकदम बराबर खेल भएको छ। कसले मार्ला कसले खान्छ बुट्टा कसले खान्छ। Set point, Brothers United set point 27-26 set point. कसले खान्छ खसी कसले खान्छ बोका। Brothers United
0. SB Guys 2. One, two. Leaders United 1, SB Guys 2. Three, one. SB Guys निकै नै आक्रामक हुनुहुन्छ रिसले चुर हुनुहुन्छ सन्तोष सर टिम क्याप्टेनको अहिले राम्रो प्लानमा खेलेर अगाडि बढ्नु भएको छ सन्तोष पोखरेल सर 所以खेलमा प्रायोजक बिना खेल हुँदैन भने जस्तै यस खेलको लागि हामीलाई खुसी 4-2 सलमानी वर्सेसमा प्रोप्राइटर सुदन कुबिल सरको खुसी सहयोग आउने क्रम जारी छ हाम्रो यस खेललाई भव्य तरिकाले सहयोग आइरहेको छ कृपया मोबाइलमा टिङ घन्टी बजिरहेको छ 5-3 सफल भएको छ 4-5 6-5 SB Guys का साथीहरु निकै नै थकित देखिन्छ 6-4 राम्रो प्राण सन्तोष पोखरेल सरको SB Guys का टीम कैप्टन हेलो सर्भिस असफल तो भला जति छैन 7 equal खेल बराबरी या निकै बराबरी खेल भइरहेको हो फेरि एक रन बचाउने तपाईहरु एसबी गाइस बधाई छ बधाई
निकै मिक्स म्याक्स खेलाडीहरू पनि छन् खेल्नको लागि ड्रेस चाहिन्छ उनी भएन है अगाडि ड्रेस लाग्यो टिम हारिसक्यो बिना यताउता ऱ्यान्डमली भएको जितिरहेको यस्तो अब 10लाई 10 11 मा लागि 8 9 मा हेरौँ है त अब सर्भिस हुँदैछ सन्तोषजीले बल उठाइ छाड्नु भयो 8 9 बनाउन सफल हुनुभयो बधाई छ एसपीले 8 लाई 9 बनाइसक्नु भएको छ के अब 10 बन्ला त अब सन्तोषलाई नि थाहा होला सन्तोष जी अब हेरेको उनी आइसकेको छ भिक्टोरी नेपाल प्रणाली सुरज सुनारबाट 5000 रुपैयाँ आइसकेको छ भने टीके रिभर ओभरसिज प्रणाली सम्मु थापाबाट पनि 5000 आएको छ सनलाइट रिक्रुटमेन्ट लक्ष्मण पराजुलीबाट 10000 स्विफ्ट स्टार गोविन्द रेग्मीबाट 8000 अल आक्समाक्सबाट हाम्रो नरबहादुर घरती सरको 5000 रुपैयाँ एसएस मेन पावर अर्जुन कुमार थापाबाट 5000 रुपैयाँ गोर्खा ह्युमन रिसोर्स बुद्धि श्रेष्ठबाट 5000 रुपैयाँ अल जरफा ह्युमन रिसोर्सबाट सन्तोष पराजुलीबाट 5000 रुपैयाँ बधाई छ 13 रन बनाउन सफल हुनुभयो अब म नामावली फेरि पढ्न सुरु गर्न गइरहेको छु द रिभर ओभरसिज प्रणालीबाट शेरवाली सरबाट 10000 रुपैयाँ आइसकेको छ भने व्हाइट क्लोज प्रदीप अधिकारीबाट 5000 जुन सबभन्दा पहिला आएको हामीलाई जानकारी भयो रोयल एन्ड पार्टनर्सबाट सन्तोष सिन्हा सरबाट 10000 आएको छ बिनामा इन्टरनेसनल सुमन विक्रम साईबाट 7500 रुपैयाँ इन्टरनेसनल रिक्रुटमेन्ट वीरेन्द्र रोकाबाट 10000 रुपैयाँ आएको छ भने पहिलो प्राइज खसी त जो 50000 बनाएको खसी आइसकेको छ सुदम सुवेदी सलमानी ओभरसिजबाट बब्बोको पनि गराइदिनु बधाई छ सुरुवात अङ्क जोड्न सुरुवात गर्नुभयो खसी र बोको एउटै एसबी गाई 16 अङ्क हो खसी खाला हुनुभयो त एसबी गाईले सन्तोष सर अङ्क फेरि जोडिन सफल भयो 17 अङ्क है 17-15 17-15 एक अङ्क फेरि बाँडीचुडी खान सफल 16-17 टिम ब्रदर 16 एसबी गाई 17 खसीको लेग बनाइयो बोकाको लेग बनाइयो कृष्ण राजुबाट एकदम राम्रो सुरुवात हुन गइरहेको थियो
तर दुःखद हुन सकेन 17-17 इक्वल एकदम होटिङ एसपीको पक्षमा छ एसपी गाईलाई धेरै होटिङ भएर के भयो भने यो के हाम्रो फर्स्ट टिमको होटर कम भयो र 18-17 18-18 एकदम प्रतिस्पर्धात्मक गेम भइरहेछ अङ्क ल्याउन सफल हुनुभयो एसपी गाई एक अङ्कले पछि पर्दै 18 अङ्कको साथ पछि हुनुहुन्छ है ब्रदर्स टिम पनि एकदम प्रतिस्पर्धात्मक गेम भइरहेको छ एक अङ्क दिनुभयो है आफैले 20-18 कार्यक्रममा बुद्धि श्रेष्ठजीको इन्ट्री भइसकेको छ के कुरो अलिले खसी चलाउला त एकदम सोचनीय विषय छ 19-21 दुई अङ्कले मात्र पछाडि है ब्रदर्स टिम तपाईँहरूले अगाडि बढ्दिनु भने गेम फिनिस 22-19 23-19 के एसपी गाईले खसीको 20-23 3 अङ्कले मात्र पछाडि ब्रदर्स टिमले सम्हालेर खेल्न सकेमा गेम यो अब 5 मिनटमा सकिन छ एक अङ्कले मात्र पछाडि है एसपी गाई बधाई छ सन्तोषजी जित्ती सम्भावना बढ्दै गइरहेको छ 10.20 एसपी गाई बधाई छ बराबरीको स्थितिमा पुगेको 2-0 सन्तोष सर ढल्नु भएको छ
4-0 के गेम दोजो टिमले जित्ने सन्तोषजी घाइते हुनुहुँदो पनि खेलिरहनु भएको जस्तो आज तिमीलाई हजुर म भनेको राष्ट्रिय खेलाडी हुनुहुन्छ सर एकदम इनर्जी उहाँमा यस्तो इनर्जी छ खुट्टा मडक्क मड्किन मात्र बाँकी छ भाँचिन मात्र बाँकी छ तै पनि खेल्नु भएको छ उहाँ भनेको खुट्टा माथि गरेर खेल्नुहुन्छ उहाँले गिफ्ट दिनुभएको छ हामीलाई कृपया साथीभाइहरू नरिसाउनु होला यो एकछिन रोमाञ्चकको लागि हो त्यो डिस्टर्ब नगरिदिनु होला है साथीहरू खसी एउटै भाँडामा पाक्छ सँगै खानी हो सन्तोष सर कृपया नरिसाउनु होला एक अङ्क आइसकेको छ एसपी गाइज एसपी गाइजका क्याप्टेन निकै आक्रामक हुनुहुन्छ एसपी गाइज फर्ममा आए जस्तो देखिएको छ 2-5 2-5 एसपी गाइज अब फर्ममा आए जस्तो देखिन्छ कृपया साथीहरू बल माथि नगरिदिनु होला प्लेन आयो भने छोइने सम्भावना हुन्छ यो प्लेन अलि तल्लो बाटो आउने भएर बल माथि नगरिदिनु होला है छोइने सम्भावना 7-2 तपाईँलाई कस्तो लागिरहेको छ होइन यो एकदम प्रतिस्पर्धात्मक खेल भइरहेको छ हेर्नुहोस् यो खसीको विषयमा एकदम सोचनीय अहिले भन्न नसक्ने अवस्था छ तिमीलाई चाहिँ के लागिरहेको छ ए फेरि अङ्क आइसक्यो अङ्क रहेको छ 8-2 अनि हामीले यो खेलको विषयमा साथीभाइहरू झगडा नगरेको राम्रो र अनुशासनसहित खेलेको राम्रो होइन तिमीलाई कस्तो लाग्छ विगतको भन्दा अहिले अनुशासित खेल भइरहेको विगतको भन्दा अहिले धेरै नै अनुशासित छन् र व्यवस्थापन राम्रो भएको छ निकै नै राम्रो व्यवस्थापन छ र हाम्रो संयोजक साथीले राम्रो काम गर्नुभएको छ यसलाई निकै राम्रो स्पाइक तर असफल 6-10 एसपी गाइज 6 ब्रदर्स युनाइटेड 10 एसपी गाइजले पोइन्ट बढाइराखेको छ दारीको राम्रो प्रयास एसपी गाइज 7-10 शिवराजको कमब्याक होला त भइसकेको जस्तो लागिरहेको छ मलाई अवश्य हुन्छ सर गेममा अघि पछि भइहाल्छ 8-10 राम्रो कमब्याक आएको छ एसपी गाइजबाट 8-10 11-8 great mistake 11-8 सन्तोष पोखरेल टिम क्याप्टेन निकै नै थकित हुनुहुन्छ र उहाँलाई एकछिन रेस्ट चाहिएको छ
बाहिर आउनु भएको छ। कृपया साथीभाइहरू सन्तोष सरलाई बनाना र एउटा एप्पलको सुप प्रोभाइड गरिदिनु होला प्लिज। सन्तोष सरलाई एउटा बनाना एन्ड 1 एप्पल प्लिज। सन्तोष पराजुली एउटा बनाना र एउटा जुस ल्याइदिनु होला हाम्रो सन्तोष सरलाई। गेट सम एनर्जी। SP guys का तैयब अली सर कहाँ हुन्छ स्टेजमा आइदिनु होला। 38 प्लिज सन्तोष सर प्लिज रेफ्रीको नियम पालना गर्नु होला प्लिज सर। डोन्ट बी एग्रेसिभ प्लिज। अरे सानो प्लिज अघि नरम पाराले सोध्नुहोस् न। कुल भयो। टिम क्याप्टेनले धरोबाट आउनुहुन्छ। त्यो म्युजिक लाउन नमिल्ने भनेर हाम्रो रेफ्रीबाट सूचना भएन छ त्यही छ है। टिम क्याप्टेनको फेरि प्रवेश भएको छ मैदानमा 10 नम्बर खेलाडी सन्तोष पोखरेल। अब हेरौँ उहाँको खेल। यो बगतै युनाइटेड ब्रदर्स टिम र एसपी गाइज बीको टिम। युनाइटेड ब्रदर्स बी र एसपी गाइज बी रेडी अवस्थामा रहिदिनु होला।
SP guys B र United Bros B टिम चाहिँ रेडी अवस्थामा रहिदिनु होला है एक छेउमा रेडी अवस्थामा हामीसँग टाइम कम छ सुरु भइहाल्यो गेम 11:20 13-20 लगातार हाटीको नम्बर आइसकेको छ 14-20 डिफरेंट 15-20 SV 16-20 17 लगातार 7 अंक आइसकेको छ SV 21-17 स्वयंसेवक साथीले पानीको व्यवस्था गरेर रेडी भइदिनु होला गेम सकिन साथ पानी हाल्नु पर्ने हुन्छ मैदानमा 18-21 एकदम प्रतिस्पर्धा क्वालिटी त भन्न नसक्ने गेम भइसकेको छ SP guys 19-21 10 अङ्कको अग्रतालाई छुट्याउँदै 2 अङ्कमा जितको नजिकतर्फ 22-19 United Bros Team B ready अवस्थामा है बास्केटबल बस्तीमा हो 23-19 जम्मा 2 इजी
धन्यवाद चन्दन सरलाई। सर्भिस एसपी गाइजको set point 20.